सामान बढेर कस्तो गाह्रो भइरहेको अस्ति वर्कलो समस्या यस्तो धेरै बाहिर अहिले बढिरहेको छ 4-5 आन्टीले हामीलाई 1200 दिन्छ तपाईहरु आउनु होला है 4-5 दिन यता नि सबै सामान हाम्रो मात्र होइन फेरि है यो सब क्षेत्रको बारेमा होला अहिले बढाइरहेको छ कौन है ये लोग कहाँ से आते हैं अहिले बढाइरहेको छ हजुर बाजेलाई भन्नुहुन्छ त के भित्रमा पर्नु हो के हो ये फंस गया सीएम राम्रै देखिरहेको छ त राम्रो देखाएको छ वाह अब त ह्यान्डसम भइसक्यो ए भन्दा ठिक छ चस्मा लाग्ने चस्मा तर भने जस्तो रहेन रहेछ है ओ त्यो निकाल्नु न यो ओ उताको कसले को भाइले हो ए लगाऊ लगाऊ यो अलि त्यो भएको फेरि यो नि अलि त्यो ठुलो भइरहेको श्याम खेमे जस्तै यो नि अलि त्यो भइरहेको यो मगाउँछ सुहाउँछ त कहाँ सुहाउनु भयो त त्यो यो मान्छे ल के गर्नु लग छ ल त्यहाँ गडिया रहेछन् सिधै हिँड्नु हामी दुइटा हराउँला फेरि अहिले आधा घन्टा ठ्याक्कै माथि बाबा हाल हान्नु भयो आधा घन्टा माथि कुरा त्यो होइन हामीलाई एउटा ठाउँमा एउटा ठाउँ लगिदियो फेरि दुःख भयो होइन आज त आउँछ कि भन्ने भयो भन सामान त पछि आउँछ त र बढाइरहेछ नि त मौका व्यापारीको तपाईँलाई व्यापारलाई यही हो नि मौका बढाउने मौका पाएको त सब हजुर थाहा भएन पेट्रोल पनि बढेको त्यही पेट्रोल बढेर पो अरे त्यो खै के दुवानी सेवामा बढ्यो अनि यहाँको पनि बढ्यो अँ, त्यही हो त्यो हुनसक्छ तर अरूलाई चाहिँ बढ्यो अहिले हामीलाई चाहिँ यहीमा हुन्छ यो अब पाउँदैन यो एउटा पिसमा 100 रुपियाँ 150 रुपियाँ 200 रुपियाँ यो भयो एउटा यो निकालिदिनु न निकाल्ने हो यो अलिक ठुलो हुन्छ होला के यो के यो फिक्का चेन चाहिँ यसको त्यो छ नि त ल ठिक छ नि ठिक छ कि छैन ल भन्नु दुईटा निकालिदिएको लाने चेन कि चेन लगेर के हेर्ने लगेर जोड्न आउँछ र ओए अहिले उता फोन ल्याउ त ए पैसा नै रुममा के त चार चाहियो यो रुपियाँमा चार नलाउने व्यवस्था हुन्छ र भिडियो बनाइदिया भन्यो मैले त खुवाइदिएको थिएँ फेरि